एमके वाटरप्रुफिङ एक्सलेन्ड नेपाल। हामीले यस बिल्डिङको कौसी र छतमा वाटरप्रुफिङको काम गरेका थियौँ। यस बिल्डिङको कौसीमा र छतमा चाहिँ मेम्ब्रेन सिट भन्ने हुन्छ, त्यो बिछाएका छौँ। यो मेम्ब्रेन सिट हो, यो मेम्ब्रेन सिट यसमा हामीले बिछाएका छौँ ताकि भविष्यमा पानी लिकेज हुने, रस आउने, चुहिने त्यस्तो समस्या नहोस् भनेर हामीले वाटरप्रुफिङ गरेका हुन्छौँ। यदि तपाईँहरू पनि वाटरप्रुफिङ गर्न चाहनुहुन्छ भने एमके वाटरप्रुफिङ एक्सलेन्ड नेपाललाई सम्झिन सक्नुहुनेछ।